है गाइस माछा टन्नै परेछ 5-6 वटा माछा परेछ रे है ओइ 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 जक्कडै लाएर रहेछ क्या हो 6 वटा परेछ 7 वटा परेछ है म फेरि अहिले पानीबाट आउनुपर्छ म अहिले आउँदिन त्यता माथि आइजन के का वडा हो र मेरो बाप्स है यो चाहिँ लमजुङको आजभोलि माछा मार्नेको किरा भइरहेछ यो चाहिँ यस्तो छ खोला है यार टन्नै मारेछ माछा मेरो यो बाप्सले चाहिँ अहिले चाहिँ त्यो झोलाइ भरिन लागिसकेछ है बाप्सको खोला चाहिँ यस्तो छ है सानो छ है खोला भर्यो अनि म प्लास्टिक खोजेर लिएर आउँछु नि यताउति गरेर छ अझै यस्तोमा हान्दे है सानो पानीमा हान्दे हो भने के म प्लास्टिक खोज्नु पर्छ क्या है उ त्यो माथि बिस्तारी गर्न हो र टन्नै लाग्छ त यार आज त यार खोइ देखाइदियो त ल बाप्स ऊ बाप्सले झोलामा हालिरहेछ है मछली जल्की रानी हे ल है यसो माछा दामी लागिरहेछ है आजको दिन चाहिँ अघि पानी परेर हौडा भइरहेको थियो अहिले घाम लागेर होइन हुन्छ त्यतै हान्नु हुँदै माथि छ्याप्प ओए यहाँ माछा त यार खोला सुक्दाखेरि सुकुटी भइरहेछ नि त बाप्स एउटा यत्रो रहेछ यो माछा सुकुटी भएर बसेको रहेछ ल छोडिदिएँ मैले यो सुकुटी माछा चाहिँ मेरो बाप्स ऊ त्योमा हान्न त्यहाँ तल एक सर्ट माथि हान्न नि लम गरेछ है दुईटा लाग्छ है दुईटा माछा पर्खिन है